राष्ट्रिय युवा संघ नेपालका केन्द्रदेखि टोलसम्मका सम्पूर्ण कमिटीहरू यहाँहरू सबैलाई यहाँका स्थानीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा राष्ट्रिय युवा संघ नेपालको तर्फबाट हार्दिक आभार हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यो वृक्षारोपण अभियान आज हामीले यहाँ रोपेपछि त्यसलाई हुर्काउने बढाउने यसलाई हेरचाह गर्ने जिम्मा हजुरहरूको हो र यो यहाँको बासिन्दाको जीवन धान्ने एउटा प्राण धान्ने चाहिँ अक्सिजन उत्पादन गर्ने एउटा चिज हो भन्ने हिसाबले खुसी हुनेछ र सुखी नेपालीका महानायक सम्माननीय प्रधानमन्त्रीज्यू स्वागत गर्दै सम्मानका साथ स्वागत गर्दै हुनुहुन्छ। हामी राष्ट्रिय युवा संघ नेपाल सम्माननीय प्रधानमन्त्रीज्यू हाम्रो कार्यक्रमस्थलमा प्रवेश गर्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई स्वागतका निम्ति हार्दिक गर्न चाहन्छु। स्वागत गर्दै हुनुहुन्छ र उहाँ चाहिँ फाइनली गिफ्ट आइदिए कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित भइसक्नु भएको छ। हाम्रो कार्यक्रमस्थलमा प्रवेश गर्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई स्वागतका निम्ति हार्दिक गर्न चाहन्छु। स्वागत गर्दै हुनुहुन्छ र उहाँ चाहिँ शुभारम्भ कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित भइसक्नु भएको छ। हामीले हरेक वर्ष नेपालको झन्डालाई हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कार्यक्रमस्थलमा हार्दिक स्वागत गर्दै अब हामीले झन्डा तोलन कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ र ब्यान्ड बाजाले राष्ट्रिय धुनमा हामीलाई सहयोग गर्नुहुनेछ। नेपालको हामीले झन्डा तोलन गर्ने कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुगिसक्नु भएको छ र सबैजनालाई उठेर राष्ट्रिय धुनमा सरिक भइदिन र झन्डा तोलन कार्यक्रममा सरिक भइदिन सम्पूर्ण उपस्थित महानुभावहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। राष्ट्रिय वृक्षारोपण दिवसका दिन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने 1 महिना वृक्षारोपण अभियानको समुद्घाटन कार्यक्रममा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री